कति प्रकारको छ कुरानमा कहाँ वर्णन छ? लालदासजीले सोध्नु भयो। तब जवाब काजी दिया, हम क्यों करे खिलाफ, कहे खिलाफ बूढ़े हुए पढ़ते हमारे दिल है साफ। म कुरान को खिलाफ कुनै पनि शब्द बोल्दिन, जे बोल्छु कुरान बडै बोल्छु, मेरो हृदय साफ छ, कुरान पढी पढी म बुढो भएको हुँ। जो कदी ये कुरान और बात बोले तो तुम आगे हार ही दम न मार सके। यदि कुरान बड़ा अलग मैले बोल्न थाले भनेदेखि म स्वीकार गर्छु कि मेरो हार भयो। पांच भात की पैदाइश से देखी अल्लाह कलाम, खबर कोई न पावे पड़ी खलक तमाम। ए लाला जी, 5 प्रकार को पैदाइश दुनिया को हो भनेर चाहिँ कुरानमा लेखिएको छ। तर कुरान पढी पढी सबै बुढा त भए, कसैले यो भेदलाई जानेनन्। तब कुरान आगे धरी, खोल देखो किताब, तिलकल रसूल में लिखा आया नहीं जवाब। बोलो श्री प्राणनाथ प्यारे की। लालदास जी ने कुरान अगाडि राखिदिनु भयो। हे काजी साहब, लोग कुरानबाट खोलेर देखाउनुहोस् त्यो प्रसंग कहाँनेरि छ। काजीले कुरान पल्टाउन थाले, त्यो प्रसंग कहीँ पनि भेटेन, जवाबै भेटेन। अनि के भन्छन्? कुन सिद्धि पैदा भई ए जो आम खलक, एक कहे एक हाथ से दो हाथों कहे हक। और एक जमात को ले आए उठाए इब्तदाए, और एक खिलकत और से के पांचों की पैदाए। 5 प्रकार को पैदाइश त छ, तर कुरान खोलेर उनले त्यो देखाउन सकेनन्। लालदासजीले त्यो कुरो देखाइदिनु भयो। 5 प्रकारको पैदाइश, कुनको सृष्टि, एक हातको सृष्टि, 2 हातको सृष्टि, मूल इब्तदाको सृष्टि अनि खिलकतको सृष्टि। 5 प्रकारको पैदाइशको कुरो कुरानमा लेखिएको छ। तब पूछा अब्दुल रसूल को, तुम हो किन में? यो 5 प्रकारको पैदाइश भित्र तिमी कुनमा छौ? कुनको सृष्टि भनेको चाहिँ जीव सृष्टि। कुनको सृष्टि भनेको कहाँबाट सुरु भयो? जब सृष्टिको सुरुवात भयो तब सबैभन्दा पहिलो सृष्टिमा आउनेवाला दिव्य पुरुष को हुन्? आदि नारायण। आदि नारायणले विशाल सृष्टिमा आफूलाई एक्लै देख्दाखेरि संकल्प गर्नुहुन्छ, एको अहम बहुश्याम, म एक्लै छु, धेरै हुँ। यहाँबाट सुरु भयो जीव सृष्टिको सृष्टि हुन्। अनि अर्को मूल खिलकत ईश्वरी सृष्टि, अनि मूल इब्तदाय परमधामको प्रेमको सृष्टि। यी 3 सृष्टिको कुरो वर्णनमा छ 5 प्रकारको पैदाइशमा। अनि एक हातबाट अनि अर्को 2 हातबाट। एक हातबाट श्री देवचन्द्रजीको तनबाट हुने लीलामा आउने, 2 हातबाट श्री प्राज्ञाजीको जमातमा आउने। यसरी यो वर्णन कुरानमा सांकेतिक रूपमा वर्णन गरिएको छ। तर काजी अब्दुल रसूलले यो कुरो भेद बुझेनन्। तब पूछा अब्दुल रसूल को, तुम हो किन में? अब साँच बोलियो, तुम पैदाइश जिनसे। कुरानमा 3 सृष्टिको राम्रो वर्णन छ, आम, खास, खासल, खास। हे अब्दुल रसूल साहब, तपाईँ जीव सृष्टिमा पर्नुहुन्छ कि ईश्वरी सृष्टिभित्र पर्नुहुन्छ कि परमधामको ब्रह्म सृष्टिभित्र पर्नुहुन्छ? कुन सृष्टिमा पर्नुहुन्छ तपाईँ? तब काजी के दिल में भई जो दूधली, तब जवाब आया नहीं, तब बात कही कि चली। अब वो बीच क्यों जवाब आएन, के भन्नु? जीव सृष्टि हुँ भन्नु भने स्वीकार गर्न उसलाई छैन। ईश्वरी सृष्टि हुँ भने त्यहाँको पहिचान छैन। ब्रह्म सृष्टि हुँ भनेदेखि परब्रह्मसँग पहिचानै छैन। अब के भन्नु? विचल्ली भयो। अनि घुमा फिराएर कुरा गर्न लाग्यो। तब बलदीवान ने कही, ए मियाँ तुम, ए मियाँ, बलदीवान मन्त्री हुन्, आफ्नो रोग जमाए उनले। ए मियाँ, के यताउताको कुरो गर्छौ? ठीक सठिक उत्तर देऊ। यताउता तिमी कुरान बाहिर बोल्न पाउँदैनौ। भूल के बात करता हो, छोटा वह हुक्म। तब काजी कदम लगा, किया सेजदा हक। बोलो श्री प्राणनाथ प्यारे की जय। जवाब आएन काजी अब्दुल रसूललाई। तब श्री प्राणनाथ जी को चरणमा प्रणाम गर्छ। उसले आफ्नो